शरणमा वास गर्दछ त्यो मानिस सर्वशक्तिमानको छत्र छायामुनि रहँदछ। हालेलुया आमेन। जब चाहिँ हामी परमधामको परमेश्वरमा चाहिँ जब हामी शरणमा वास गर्दछौँ चाहिँ हामी चाहिँ सर्वशक्तिमानको छत्र छायामुनि रहँदछौँ। हालेलुया आमेन। आज चाहिँ हामी हाम्रो सर्वशक्ति महान परमेश्वरको हामी छत्र छायामा छौँ अनि उहाँलाई धन्यवाद दिनेछौँ जसको नाममा चाहिँ मुक्ति छ, जसको नाममा चाहिँ छुटकारा छ अनि जसको नाममा चाहिँ आनन्द छ। हालेलुया आमेन। हाम्रो सामी ईश्वरमा हामी एकसाथ हाम्रो तालीहरू बजाउँदै हाम्रो हृदय खोलेर हाम्रो भाइकी आँखाहरूलाई बन्द गर्दै भन्नुहोस् प्रभुलाई कि धन्यवाद प्रभु जसले चाहिँ हामीलाई यो बिहानी दिनुभयो, तपाईँले हामीलाई सुन्दर दिन दिनुभयो। आज धेरैजना मानिसहरूले यो दिन देख्न पाएका छैनन् तर आज हामी चाहिँ धन्यका हौँ र जसले चाहिँ आज उहाँको आराधना गर्दैछौँ अनि उहाँलाई धन्यवाद सुनाउनुहोस्। भित्र हृदयलाई खोल्नुहोस् अनि तपाईँको ढोकालाई खोल्नुहोस्, उहाँले हृदयलाई खोलेको चाहनुहुन्छ। यहाँ सामी